हेलो एभ्रिवान नमस्ते लासो फ्याफुल्ला तस्तेले सबैजनालाई वेलकम ब्याक माई युट्युब च्यानल बिमो ब्लगमा हजुरहरूलाई स्वागत छ। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिक छु। आजको भ्लगको सुरुवात चाहिँ म यो सुन्दर गुलाबको फुलबाट गरिरहेको छु। यो रङ्गी-चङ्गी फुलबाट चाहिँ म भ्लग सुरु गर्न गइरहेको छु। साथीहरू आज चाहिँ म डोमेस्टिक वर्करमा के काम गर्छन् त भन्ने बारेमा देखाउन गइरहेको छु। तपाईहरुले मेरो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। सब्स्क्राइब गर्न नभुल्नु होला साथीहरू। अनि त्यसपछि म चाहिँ बेड मिलाउन गएँ साथीहरू। मेरो बाजे बोजूको बेड मिलाउँछु अनि त्यसपछि रुम सफा गर्छु, वाशरुम सफा गर्छु हैन। म चाहिँ बाजेको बेड मिलाउन गइरहेको छु। अहिले चाहिँ मैले सबै निकाले पुरानो अनि फेरि नयाँ हाल्न थालेको। नयाँ हाल्नु पर्यो। अहिले चाहिँ जाडो महिना छ, गर्मी महिना आउन लाग्यो। अब चाहिँ अहिले चाहिँ अलिअलि जाडै छ, अस्तितिर भन्दा चाहिँ कमै हो, तर अहिले जाडै छ। अनि त्यसपछि चाहिँ मैले बाजे बोजूको बेड मिलाएँ हैन। त्यसमा राम्रोसँग बेड मिलाउँछु म। बाजेको बेड मिलाउँछु अनि त्यसपछि सफा गर्न रेडी गर्छु अरु कामहरु। त्यसपछि मैले सबै बेडहरु सबै मिलाइदिए हैन। सबै मिलाएर राख्दै चिटिक्क पार्दै। यो चाहिँ बाजेको बेड हो। अब त्यसपछि बाहिर जान्छु म। यो चाहिँ बाहिरको बरन्डा। यो बरन्डालाई चाहिँ राम्रोसँग बटार्छु पहिला म अनि सफा गर्छु। धुलोहरु सबै बढारेर टिपेको मैले चाहिँ यो बरन्डाको हावा चलिरहेको थियो। अनि त्यसपछि मोप लगाइदिएर चिटिक्क बनाए हैन यो बरन्डालाई। अनि साथीहरु यो चाहिँ मेरो म्याडमको मेकअप गर्ने ठाउँ। अनि त्यति बेला चाहिँ मेरो भोइस सुन्दैन नि त, क्यामेरा छैन, त्यही भएर मैले पछि भोइस हालेर यस्तो भइराछ साथीहरु। के छैन, म के गर्छु भन्ने कुराहरु तपाईहरुलाई भनिरहन्छु। त्यसपछि मैले यो मेरोबाटको सामानहरु सबै निकालेर सफा गर्दिन्छु। अनि यसलाई सबै निकालेर धुलो कति धेरै धुलोहरु हुन्छ, त्यो धुलोहरु सबै निकालेर सफा गरे। त्यहाँ भित्र चाहिँ मैले गुडिया देखे साथीहरु अनि मैले गुडियाको फोटो पनि लिए। तपाईहरुलाई देखाउन थालेको गुडिया, कति राम्रो गुडियाहरु हेर्नु न यहाँ। त्यसपछि चाहिँ म सबै सकाएर वाशरुमतिर लागे। वाशरुममा चाहिँ म पाउडर हाल्छु पहिला अनि भाडा माझ्ने जुसले सबै माझ्दिन्छु। भाडा माझे जस्तै गरी माझ्दिन्छु। किनभने यो चाहिँ थोरै दागहरु देख्छ नि त, यो सेतो न सेतो छ सबै हैन। यो सेतोमा चाहिँ अलिकति दाग पनि पहेँलो देख्ने, हरियो कालो देख्ने हुन्छ नि त। त्यही भएर मैले यसलाई त्यो पाउडर चाहिँ सरफ जस्तै आउँछ नि त, अनि त्यो पाउडर हालेर जुस लाएर मजाले माझ्दिए टिलिक्कै टल्किन्छ यस्तो गर्दा चाहिँ। त्यही भएर मैले यो सबैलाई माझेर सफा गर्दिए। त्यसपछि मैले धोएँ अनि पानीले अलिअलि पखालेर टावलले पुस्दिए साथीहरु। यसलाई चाहिँ राम्रोसँग हैन माझ्छु नि त अनि हामीले। अनि त्यसपछि राम्रोसँग टावल धोएर टावलले सबै ठाउँ सफा गर्छु। थोरै दागहरु पनि देखिन्छ नि त यो सेतोमा त, त्यही भएर सबै राम्रोसँग पुस्नु पर्छ, राम्रोसँग गर्नुपर्छ। काम भनेको बिस्तारै गर्ने हो, राम्रो गर्ने हो।
यहाँ चाहिँ पानी चलाउँदैन, यहाँको मान्छेहरू चाहिँ पानीले धुँदैन नि त। अब त्यो सबैमा अब हाम्रो चाहिँ पानी राखेको हुन्छ, पानीले धुन्छ। यहाँ चाहिँ टिस्यु राखेको हुन्छ, टिस्यु पेपरले पुस्ने हो। सुरुमा त गाह्रो हुन्छ, पछि पानी गएपछि राम्रै लाग्छ। पानी नचलाएपछि भुइँमा चाहिँ त्यति फोहोर हुँदैन नि त। पानी चलायो भने भुइँमा पानी झरेर फोहोर हुन्छ। अनि यहाँ चाहिँ पानी त्यति धेरै चलाउँदैन। यहाँको मान्छेहरू चाहिँ सबै टिस्यु प्रयोग गर्ने हो, टिस्युले पुस्ने हो। त्यसपछि चाहिँ मैले टोइलेटमा राखेको डिब्बा सफा गरेँ। यो डिब्बालाई चाहिँ मैले ताउलले पुसेर डिटोल हालेर राम्रोसँग सबै ठाउँमा पुसेँ हैन। अनि त्यसपछि टोइलेटको उसमा पनि मैले डिटोल छर्केर पुस्दिएँ ताउलले। माझेर पुसिसकेपछि पनि मैले यसलाई माझेर डिटोलमा गरेर डिटोल अलिअलि छर्केर माझ्दिएँ साथीहरू, किराहरू नआओस् भनेर। त्यसपछि चाहिँ म यो बाथमा गएँ, बाथ के अरे नुहाउने ठाउँमा। यसमा पनि पाउडर लाएर मैले सबै ठाउँ घोटेँ हैन। भाँडा माझ्ने ब्रस के अरे जुसले माझेँ सबै ठाउँ। हातको एकचोटि गर्ने भएर होला, सबै राम्रोसँग गर्छु म चाहिँ हैन। त्यसपछि सबै ठाउँ पुराइदिएँ, सबैलाई माझेर राम्रोसँग जुसले माझ्ने। अनि पानीले पखाल्यो भने सर्लाक्कै जान्छ नि त, सबै सफा हुन्छ। त्यसपछि चाहिँ मैले टोइलेटको डब्लुसीमा केमिकल हालिदिएँ। किराहरू आउँछ नि त, किरा मर्छन्। अनि यसको चाहिँ बास्ना पनि कति मिठो आउँछ नि त टोइलेटमा हाल्ने। यो टोइलेटको डब्लुसीमा हाल्ने केमिकल हो। यो चाहिँ यसमा मात्र हाल्नुपर्छ, अरू ठाउँमा होइन है फेरि। त्यसपछि चाहिँ मैले यो सबै ठाउँ पुसेँ। धुलोहरू कति धेरै आउँछ नि त सेतोमा, अनि त्यति धुलो त देख्दैन, तर सानो सानो धुलोहरू टाँसेको हुन्छ। त्यही भएर यो सबै ठाउँमा मैले चाहिँ धुलोहरू झार्दिएँ। पहिला झारेँ, अनि त्यसपछि ताउलले पुस्दै राम्रोसँग यो ग्लासहरू पनि राम्रोसँग पुसेँ मैले। अनि त्यसपछि सबै ठाउँ सफा भयो। अनि त्यसपछि चाहिँ क्लिन सबै देख्छ नि त। अब सफा गरेपछि कति राम्रो देख्छ नि त। त्यसपछि सबै सकाएर अब भुइँको पाला आयो र भ्याकुम लाउँदैछु म। भुइँमा भ्याकुम लाउँछु हैन। सबै धुलोहरू सानो सानो धुलोहरू हुन्छ, बढारेर नि जाँदैन। अनि त्यही भएर मेसिनले तान्छ नि त, भ्याकुमले तान्छु। यो भ्याकुमलाई चाहिँ यहाँ हुबेर भन्छ, हुबेरले तानिदिन्छु म सबै। यहाँ हातमुनितिर पनि सानो सानो धुलोहरू कति धेरै हुन्छ। यसो हेर्दा चाहिँ कार्पेटमा देख्दैन हैन, कार्पेटमा धुलो पनि देख्दैन, दाग पनि देख्दैन। अनि त्यहाँ राम्रोसँग गऱ्यो भने चाहिँ कति धेरै धुलो आउँछ क्या, त्यहाँ मुनितिर कति धेरै धुलो पसेको हुन्छ। त्यही भएर मैले राम्रोसँग सबै ठाउँमा को धुलो आओस् भनेर सबै ठाउँमा लगाइदिन्छु, राम्रोसँग हेरेर हैन। सबै मेसिनले तान्यो भने सबै निस्किन्छ नि त, कुनातिर परेको धुलोहरू पनि सबै निस्किन्छ। त्यही भएर सबै राम्रोसँग तानिदिए मेसिनले। अनि त्यसपछि यसलाई राम्रोसँग तानिसकेपछि चाहिँ म अब यहाँको चाहिँ अब क्यामेरा राख्ने ठाउँ छ यो रुममा चाहिँ, अर्को रुममा चाहिँ छैन। त्यही भएर यसमा मात्र देखाएको मैले, अर्को पनि रुम छ। अनि त्यसपछि यसमा राख्दा चाहिँ सजिलो पनि हुन्छ। अनि त्यही भएर म यसमा मात्र राखेको छु, यसमा मात्र देखाएको छु। खासमा भिडियो मैले बनाएको सबै ठाउँ राम्रोसँग लाउँछु हैन। अनि त्यसपछि यो चाहिँ अब यो रुमको चाहिँ त्यस्तै हो। अब अर्को रुममा चाहिँ मोबाइल राख्नै मिल्ने ठाउँ पनि छैन। त्यही भएर त्यसपछि चाहिँ मैले सबै धुलोहरू भ्याकुमले तानिसकेपछि चाहिँ मैले मोप लाउँदैछु साथीहरू। यो मोप चाहिँ यहाँ चाहिँ मोपलाई चाहिँ यहाँ ग्रिक भाषाबाट चाहिँ फ्लोकर भन्छ। अनि हामी चाहिँ मोप लाउने, पोछा लाउने, झाडु लाउने जे पनि भन्छ हामी त हैन। गाउँघरमा जन्मेको, गाउँघरमा हुर्केको, त्यही भएर पोछा लाउने, झाडु लाउने
अनि यहाँ चाहिँ अब मोप लाउने के अरे पोछाइ भन्न आएछु फेरि। यहाँको ग्रिक भाषाबाट चाहिँ फ्लोकार भन्छ नि, फ्लोकार लाउने त्यही हो। यो सबै ठाउँमा लगाइदिनु पर्यो अब। अनि यो सबै कुना मैले चाहिँ फ्लोकार लगाइसकेँ होइन, मोप लगाइसकेँ। अनि त्यसपछि चाहिँ मैले सबै ठाउँ कस्तो देखेछ फेरि एकपटक हेर्छु कि दागहरू गयो कि गएन भनेर। त्यसपछि चाहिँ म तल गएँ होइन, तलको गेस्ट वासरुममा गएँ। यो वासरुम सफा गर्छु अनि त्यही भएर यो पनि टल्काइदिएँ मैले। त्यसपछि मैले सबै काम सकाएँ साथीहरू। अनि त्यसपछि मैले आफ्नै हात साबुन पानी लाएर धोएँ, किनभने फोहोर मैले टोइलेटहरू कहाँ सफा गरे हुन्छ नि त, फोहोरहरू पसे हुन्छन्। अनि मुखमा पनि टोइलेट सफा गर्दा छिट्टाहरू परेको हुन्छ, त्यही भएर मुख पनि मैले साबुन पानी लाएर धोएँ। मेरो मुखमा चाहिँ कति धेरै पिम्पल्स आएको छ, डन्डी फोहोरको दागहरू भएको छ होइन। त्यही माथि झन् यो फोहोरहरूले कति धेरै आउँछ कि, यो फोहोरै फोहोर हुन्छ नि त। अनि आफूले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नु पर्यो होइन। अनि आफ्नो स्किनको केयर पनि गर्नु पर्यो। सबै साथीहरूले गर्नु होला त्यही भन्न चाहे। अनि म चाहिँ स्किन केयर गर्न गइरहेको छु साथीहरू। सबैजनाले मेरो भिडियो कस्तो लाग्यो भनिदिनु होला। अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्न चाहन्छु। अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब म चाहिँ मुख केयर गर्नु पर्यो, आफ्नो फेस केयर गर्नु पर्यो होइन। झन् यत्तिकै पनि घाउ आइरहेको हुन्छ, त्यही भएर सफा गरेन भने झनै घाउ आउँछ नि। त्यही भएर फोहोर त्यो स्किन सफा गर्नु पर्यो भनेर अनि यो मैले चाहिँ मोइस्चराइजर दलेँ फर्स्टमा। अनि त्यसपछि मैले सनस्क्रिन पनि दलेँ। मेरो फेसमा चाहिँ यति मात्र लगाउँछु। अनि लाए पनि नलाए पनि मेरो फेसमा चाहिँ डन्डी फोहोर चाहिँ आइरहन्छ। अब के गर्नु होइन, दागहरू कति भइरहन्छ। अब के लाउनु, अब त्यति थाहा पनि हुँदैन छैन पनि। लाउने भनेको चाहिँ म चाहिँ फेसमा मोइस्चराइजर र सनस्क्रिन मात्र लाउँछु। आजको ब्लग चाहिँ मेरो यति नै साथीहरू। मैले सबै काम सकाएर आफ्नो स्किन पनि केयर गर्यो। आजको ब्लग सक्यो साथीहरू, बाई बाई सबै।